हेलो हजुर 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 सम्पूर्णमा मेरो नमस्कार जति पनि हुनुहुन्छ है मलाई माया गर्नुहुने हैन मेरो भिडियो हेरिदिनु हुने सबैजनालाई फेरि पनि आजको मेरो भिडियोमा चाहिँ स्वागत गर्न चाहन्छु र आज चाहिँ म फरक खालको भिडियोहरु लिएर आएको छु हजुरहरुमाझ सबैजनाले लास्टसम्म हेरिदिनु होला है म यता ग्राउन्डतिर आएको छु अहिले चाहिँ र आज चाहिँ यहाँ मेरो केटाहरु चाहिँ यहाँ अब भण्टा भुन्टीहरु हैन ग्राउन्डमा यहाँ गेम खेल्दै रहेछन् है मेरो पूर्ण भाइ पनि छ र केटाहरुलाई चाहिँ म आज के विचार गरेछु भन्दाखेरिमा यो नेटलाई चाहिँ टक्क हैन हल्का छोटो बनाउने हैन यो नेटलाई अलिकति छोटो बनाउने र केटाहरुलाई चाहिँ यसो 150 को दामलाई चाहिँ ठोक्न लाउने यहाँ हैन मैले चाहिँ त्यो विचार गरेर आएको छु यहाँ ग्राउन्डमा अहिले अब सबैजनाले लास्टसम्म हेर्दिनु होला है म केटाहरुलाई यो नेट छोटो बनाउन लाउँछु अनि यहाँ स्पाइक हनाउँछु केटाहरुलाई है स्पाइक हनाउँछु पैसा राखिदिन्छु हैन 50-100 को नोट राखिदिन्छु जसले त्यो पैसालाई मार्छ नि स्पाइक हानेर मार्छ त्यो पैसा उसैको हुन्छ है ओइ तिम्रो मन्जुर छ कि नै मन्जुर छ कि नै ओइ मन्जुर छ कि नै ओइ हान्ने कि नै यता हेरेर भन्न यस्ता हान्ने ओ सुदीप हान्ने कि नै तैले साच्चै हान्ने हो त्यो तैले हान्ने हो ल ओइ काले भन यहाँ हान्छ कि नै छोटो बगाए भने मैले त हिसियो र हान्ने के रे ओइ हान्छस् तैले बडो ओइ ओइ सियोर हो यहाँ हेरेर भन्न यता हान्छस् एकदम फर्स्ट क्लास हान्ने फर्स्ट क्लासले ल केटाहरु चाहिँ यहाँ 4-5 जना चाहिँ रेडी भएको छ हैन अहिले चाहिँ हाम्रो खेलाडी कोही पनि छैन के घरमा सबैजना आफ्नो काममा अब गइसक्यो हैन अब घरमा मात्रै बसेर पनि हुँदैन हैन पैसा पनि कमाउनु पर्यो आफ्नो परिवारलाई हेर्नु पर्यो नि त सधैँभरि गेम खेलेर पनि नहुँदो रहेछ र हामी चाहिँ अहिले 2-4 जना मात्रै छौं घरमा भन्नाले पनि गाउँमा अनि यहाँ चाहिँ सानो बुढाबुढी केटाहरु छन् केटाहरुको लागि चाहिँ यसो आज छुट्टै खालको भिडियो बनाउँदै तस के रे पैसा हनाउने गेम खेलाइदिउँ भनेर चाहिँ म आएको छु है त ओके ओइ नेट ल नेट छोटो गरा न हान्ने र पेटे नेट छोटो बना नेट छोटो बना ल नेट छोटो बना कसले हान्नु रहेछ र 100-200 सम्म हान्छु के मैले ल 100-200 सम्म राख्छु जसले हान्छ त्यो पैसा पाए सोमेले पनि पाए के हान्न ल ढुक्क फल गरेर हान्नु भएन हैन सबले पाउँछ त्यही भएर यो यसको नाम के रे परविन अनि यता सुजन अनि सुदीप अनि यो कालु के हो यसको नाम रोशन हैन रोशन हान्छस् ओइ हान्छस् छैन हैन यिनीहरुले सक्ने चाहिँ नेट बनाउनु पर्यो के छोटो बनाउनु पर्यो नेट रामसँग मान्न छोटो बनाइसक्यो अब हेरौँ केटाले कतिको हान्नु रहेछ सबैजनाले नेट छोटो भयो नेट होचो भयो भनिरहेको छ म त यही हान्दिन्छु यस्तै ठाडै हान्दिन्छु किला हाने यस्तै हान्दिन्छु भने केटाहरूले हैन हेर मैले गफ मात्रै हो कि अब काम पनि गर्दो रहेछ हान्नु पनि रहेछ अहिले थाहा भइहाल्छ ल ल ओइ खरानी लिएर आह ल ओ यहाँ राख बीचमा ले बीचमा हो हेर यहाँ लाग्नु पर्यो क्या बजार उडाउनु पर्यो के कतिदेखि सुरु गर्ने 50-100 देखि सुरु गर्ने 100 देखि सुरु है यसरी टक्क लाएर यसलाई लाग्नु पर्यो यो भित्र लाग्नु पर्यो ओइ पाले बस लाइन बस कोले हान्ने लाइन बस ओइ कोले हान्ने लाइन बस बिमल हान्दैनस् लाइन बस ओइ लिफ्टर को हो त लिफ्टर होला सब धेरैचोटि हान्न पाउँदैन फेरि धेरैचोटि हान्नु एकछिन हैन 3 चोटि त पाउँछ पालपाल ओइ तैले हान्ने सुरुमा तेरो नाम के हो भन् सुमनका के रे सुमनका सुदी भएन तेरो सुमनका ल है धनी बिनाजु हजुरको छोरा हैन यो ल रोग है ल यतादेखि म गर्छु है यो भाइले हान्ला है अब है ल हान त यस्तो नि हुन्छ ए सकेन ल नेक्स्ट
नेक्स्ट ल ओइ तैँले हान्ने हो तेरो नाम के हो प्रदीप प्रदीप के ल प्रदीप बार्गेर चाहिँ अब हान्न लगाएको छ है स्पाइक ल लान्ड ल खोइ त खोइ एकचोटिमा मिल्नु पऱ्यो क्या रेच यिनीहरू 100 रुपियाँ पनि खान्न क्या यार ओए तेरो नाम सुजन सारू ल यता यहाँनिर चाहिँ पैसा यिनीहरू त नानी रहेछ यसरी हुँदैन है यस्तो ओ यार ल पूर्ण सिंह हो नाम के पूर्ण सिंह बार गरे ल ल ल ल हेरौँ त ल 100 को नोट है ड्वाट बाहिर भयो के मन तेरो पहिला मेरो नाम सागर परियार हो म चाहिँ अब के गर्नु लाग्यो रे पैसामा हान्न लाग्यो बोल ल हेरौँ त ल सक्दैन कि यसले पनि तर एकचोटिमा हो कि ढक ओए झन्डै हान्दियो यार ओए झन्डै 100 रुपियाँ गएको फल्टा थियो के रे रोशन बार गरे ल अच्छा ए नसक्नु रहेछ केटाहरू त ल ल पेटिया ल ल सुजन सार है सुजन सारको पालो भएन केटा त ल ल पूर्ण सिंह हानु पूर्ण सिंह अहिले बिमल हान्ने भाइ ए सुदीपले हाने होइन ल सुदीप गयो होइन जसले ए त्यही हान्नै पर्छ भन्छ क्या यताउति भने हान न जोडले बुडुङ बुडुङ पार न भोलामा जाने हो तिम्रो के हो र फेदर गरेर बस्छ यार ल परबिनको ल परबिन बार गरे गयो त नसक्नु चिन्नु त रोशन बार गरेर पनि सकेन कसैले सकेन अहिलेसम्म सब गुए केटा रहेछ काम छैन म मान्दिनँ है ल ल अझै क्वाक्नु पर्यो काले ल सागर सकेन कसैले नसक्ने रहेछ यो तिमीहरूले सक्यो भने अर्कोचोटि 500 को नोट हालिदिन्छु कि ल ए केटा त नसक्ने रहेछ यार यिनीहरूले त विमल हान्ने हो है सोमे हान दिन्छु मलाई 100 रुपियाँ हानेर देखा न सक्ने भए सम्झिने के सोमेको त ल ल ल हाम्रो खगरा टिमको एकदम हुनार खेलाडी है ऊ चाहिँ ए टिमको सोमबहादुर बारगरी हान्न ला है हेरौँ 100 रुपियाँमा हान्न ला है कतिको रहेछ खोइ हानेको खोइ अझै हेर्छ पैसा हेर्छ अझै ओ उता बाहिर ल विमल ओइ नाम भन पहिला विमल परियार ल के लाग्यो तैँले के लाग्यो भन्न पहिला मैले त पैसा मान्न लाग्यो अब ल
कतिको छ त अनि एकदम स्योर छस् स्योर हो ढुकढुक त छैन छैन ए ढुवाको ल ल ल ल ल ल केटाहरू नसुन रहेछ यार सो मैले एकछिन उफ्रिएर हान्छ ओए हान्ला है यिनीहरू नजानेर क्या अलिक तरिका नजानेर नाइ नेट त यस्तो हुन्छ कि नेट बिमल हान्दा 3 चोटि भाइ 3 चोटि पाइन्छ कि बिमल सागर पनि छैन कि त्यतिकै ल ओ यसलाई सुजन सारूले हान्छ होला बरु ओए ओए लास्टमा म आफै हान्नुपर्छ जस्तो छ ल पूर्ण सिंह ओए केटाहरूलाई ल ल ल ल सोहेक पार ल फेरि ए टिमकै खेलाडीले हान्ला हेरौँ ए टिमको खेलाडीले हान्ला है ओए 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 हो रे उता हो त्यहाँ हो सेटो ल मैले हान्छु है यहाँ ले मान्छु ल भिडियो गर मान्छु यहाँ ल उठा मलाई बेजेर भयो है तर मेरो हात मिलेको छैन नि त होइन मेरो हात मिलेको छैन यस्तो भयो अनि झन् टुप्पामा लगाइदियो अहिले अलि राम्रै मिलाइदियो नि बिचरा सुजन ल सुजन ल सुजन ल अहिले हान त ल ओए झन् भित्र हाने छियो तर नसक्दै केटाहरूले रोशन त नहान नेटमा हान्छ नि के हान्ने र सर्ट पनि अब हान्न पर्मिनले हान्न पाउँदैन रोशनले हान्नु पाउँदैन सुधिल पनि पाउँदैन अब होइन किन तिनीहरूले पाउँदैन भन्दाखेरिमा तिनीहरूले हान्नै सक्दैन कि पहिला प्रथम हान्नै सक्दैन किन हान्ने त नि टाइम लस सुधिल पनि पाउँदैन अब तोपर भाइ सुजन अनि कालेले हान्छ ल कतिको रहेछ हेर कतिको हान्नु रहेछ ल हेरौँ कालेको काले काम छैन ओए तैँले होइन अघि हान्छु भनेको छोटो भएको पनि हालिसकेन यार 5 चोटिमा दिएर हान्छु कालेले त 2 चोटि हालिसक्यो 3 चोटि भयो पनि ल पूर्ण सिंह ल पल निरोले पलदेखि हान्छ यसले पल्टाइदिएको नि बिचरा ल सुजन राम्रोसँग उठाइदिएन यसले चाहिँ हान्न खोजेछ है ओए मेरो पालो खोइ सोमा लिन्छ क्या लास्टमा 100 रुपियाँ सोमे के अन्तिम चान्स है लास्ट चान्स है ओए तेरो लास्ट चान्स है सोमे सकियो है सकियो सकियो ल पूर्ण सिंह टिम क्लब हुँदै यो क्लब ल ल जोस छ है केटाहरूको सुदीप के हो र कहिले नबसे जस्तो खाटा पैसा त नदेख्न लाग्यो अब यार
ट्याक डुङ ओ विमललाई दे विमललाई सुन सुन यसले सिधा हान्नु खोज्छ है मार्ने झरो मैले तल पारेको पारे हो काले डेडु विमल 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 ल डुङ पार त विमल ओइ 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 सकेन केटाहरूले रात पर्न लागिसक्यो तर मोरै सकेन काम छैन केटाहरू भविष्यमा खेलाडी निस्किला जस्तो छैन मेरो केटाहरू छाड्का छैन केटाहरू छाड्का छैन त्यहाँ पैसा छ नि फेरि खोल्टीमा हालेर हिँड्ला नि फेरि कसैले सकेन केटाहरूले फेरि पूर्ण सिंह जङ्गियो यतिखेर युवा जोस निकाल्यो ल ल ल हेर भाइ गाइज टुङ यतिखेर लिफ्टर मिलेन है ओ नाइस स्पाइक थियो भेडेको सेटरमा पूर्ण सिंहको स्पाइक तर बल सेटर अनि स्पाइक ए बौलाइस क्या तर बल पैसामा लाग्न सकेन जालीमा नापट्टि चाहिँ मेनिङ गरौँ है ओ परबिन नान भनेको तँलाई मैले 5 चोटि हानिसक्यो जालीमा मान्छेले अनि यतिखेर कुले दाइ तपाईँले हेर्दै हुनुहुन्छ भने कुले दाइ हजुरले यतिखेर हेर्दै हुनुहुन्छ होला भिडियो होइन तपाईँको छोरा यार परबिनले 5 चोटि भइसक्यो जालीमा हान्छ के गर्ने है गाह्रो नमान्नु होला बिस्तारै निस्किन्छ भर्खरको युवा खेलाडी हो युवा भन्दा पनि बच्चै छ बिचरा हो यो चाहिँ निस्केला जस्तो छ क्या भोलि पर्सि भविष्यमा चाहिँ बबाल होला जस्तो ए हिमाल सुनारी हो क्या यार हो हो पेटे होइन ल ल ल फेरि तात्ती है पूर्ण सिंह डुङ ओ लाग्यो क्या लागेन है रात परिसक्यो यहाँ देख्नै गाह्रो भयो सुजन ल सुजन लास्ट चान्स ल लास्ट है सुजन ए हुँदैन केटा माफी हान्छु मैले माफी हान्छु ले त पहिला म हान्छु ल हो कसको सेटरमा हान मैले जम नगरी हान्छु कि बसेर ल ओ यार ठाडो हो यस्तो दे मैले बुझि पार्छु नि अझै कति अझै माइनस सकेन है कसैले सकेन मेरो पैसा बच्यो 100 रुपियाँको रिचार्ज आउँछ यार 100 रुपियाँको रिचार्ज आएर रिचार्जको चाहिँ एमबी टान्ने होइन टक्क लाएर 2 GB एमबी टान्ने झ्याम्म लाएर अनि एमबी टानेर के गर्ने त नेट चलाउने सकेन केटाहरूले सकेन म चाहिँ मानेन काम छैन अब घर जाने हो लास्ट वाला पूर्ण सिंहको ल हेरौँ त ओइ लगाइस कसैले हान्न सकेन होइन रात पनि परिसक्यो है यस्तै छ आजको भिडियो चाहिँ अब अलिअलि केटाहरूलाई यसो रमाइलो गरौँ भनेर चाहिँ म पैसा हानाउने गेम खेलाएको थिएँ तर केटाहरूले हान्न सकेन हजुरहरूले पनि हेरिसक्नु भयो होला भिडियो होइन पैसामा कसैले पनि हान्न सकेन पार्नै सकेन पैसा केटाहरूले काम छैन भर्खरका खुसीलाई यत्र भुन्टा भुन्टीहरू छन् कालेले हो के रे स्वाङ छोडेको म त हान्छु दाइ हान्छु नेट अग्लै बनाए पनि हान्छु भनेको तर सकेन कालेले पनि लगाइज है भिडियो चाहिँ यति नै हजुरहरूले माया गर्नुहुन्छ भन्ने बारेमा चाहिँ म धेरै आशा राख्दछु है माया गर्नुभएको छ माया गरिदिनु होला अझै अनि नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्नु होला है हजुरको एउटा सब्सक्राइबले गर्दाखेरि मलाई अझै यस्तै भिडियोहरू नयाँ भिडियोहरू बनाउन मन लागोस् हैन जोस आओस् जागर आओस् धेरै है ओके ओके लट जागे सोए मुझ में मेरी रातें और मेरे दिन सारे खोए उसमें